तेरो बाबाले तँलाई मन पराउने गरी नै कुखुराको मासु पकाउनु भएको छ नि। हो त, अब आफैले पकाउन त सक्दैनस् होला, फोनमा हेरेर बस। त यसपालि आउँछस् कि भन्ने आश थियो, खै आएनस्। ओ दाइ, यो वर्ष पनि नआउने? खै बहिनी, यसपालि पनि आउनु पाएन। त्यसो भए टिका चाहिँ कहाँ लगाइदिनु यसपालि? आउनु त मन थियो, तर अझै কিছু लेख। कहाँ तिमी त साँच्चै घरको स्वाद। बाबा, मैले तपाईँ जस्तै खाना पकाएँ नि। के हो र? सेन्चुरी मसाला चाहिँ बिर्सेन है। सेन्चुरी मसाला, घरको स्वाद सेन्चुरीको साथ।